धनुषा भनेर लेखेको छ। उहाँहरू पनि होइन यहाँ 76 चाहिँ मानव सेवा संस्था 76 बिगाबाट चाहिँ उहाँहरूले पनि महेश्वर बचाउ अभियान कार्यक्रमको लागि चाहिँ उहाँले आर्थिकै सपोर्ट चाहिँ लिएर आउनुभएको छ भन्ने चाहिँ सुन्नमा आएको छ। यो विषयमा पनि होइन म संस्थाका प्रबन्धकजीसँग म केही बोल्न चाहन्छु। हजुर सचिवज्यू, हजुरको शुभ नाम? नकुली कुमार यादव। दुई शब्द बोलिदिनु। गणेशमान चारनाथ नगरपालिका वार्ड नम्बर 1 सेतो बिहा हाम्रो गाउँको हुन त यो दर्ता भएको छैन, औपचारिक रूपमा हामी चलाइराखेका छौँ र यसमा आबद्ध सम्पूर्ण साथीहरू अब सबै पदाधिकारीहरू उपस्थित हुन सकेन होइन, त्यसैले युवासभालाई सहयोग भएको छ र हामीले सम्पूर्ण युवाहरू सहयोग गरेर महेश्वर यादवलाई महेश्वर शाहलाई बचाउनका लागि हामीले सहयोग गरिरहेका छौँ, पहल गरिरहेका छौँ र अगाडि पनि पहल गर्ने भनेर त्यो गरिरहेको छ। र यो संस्थाको सचिवको हैसियतले 15,105 रुपियाँ यो महेश्वर शाहलाई सहयोग गर्ने त्यो गरिरहेको छ। हजुर हस् धन्यवाद। उहाँले चाहिँ 15,000 कति भन्नुभयो? 15,105 15,105 उहाँले सपोर्ट गर्नुभएको छ। यदि चाहिँ उहाँहरूको अभियान छुट्टै रहेछ, यो अभियानमा एकदमै 4-5वटा हामी कतिवटा एङ्गलबाट होइन हामी काम गर्ने एउटै हो रुख, तर हाँगा डाला धेरै हुन्छन्। त्यसरी नै चाहिँ यहाँ चाहिँ होइन श्री मानव सेवा संस्था 76 बिगा संस्था 2082 चाहिँ होइन दर्ता भएको छैन, त्यतिखेर चाहिँ उहाँले चाहिँ स्थापित गर्नुभएको रहेछ। उहाँहरूको पनि होइन उहाँहरूले पनि यो अभियान चलाउनु भएको छ। उहाँहरूको संस्थाको पक्कै पनि क्युआर होला कुनै के होला, उहाँहरूलाई पनि सपोर्ट गर्न उहाँहरूको खातामा पनि तपाईँहरूले पैसा चाहिँ आर्थिक सङ्कलन गरिदिन के अरे पठाइदिन सक्नुहुनेछ। उहाँहरूले जे जति पनि होइन वैधानिक रूपमा चाहिँ हामी सार्वजनिक गर्नेछौँ। तपाईँहरूले यदि विश्वास गर्नुहोस् कि यो मानव के अरे श्री मानव सेवा चाहिँ मानव सेवा संस्था 76 बिगा यो संस्थालाई पनि तपाईँहरूले एकदमै माया गरिदिनुहोस् र विश्वास गरिदिनुहोस्। उहाँहरूले जे जति पैसाहरू ल्याउनु हुनेछ त्यो टोटली हामी सार्वजनिक गर्नेछौँ। एक पैसा तलमाथि हुने छैन। यो सबै तर्फबाट चाहिँ हामी होइन यो खबरदारी हुनेछ र हाम्रो महेश्वर भाइलाई चाहिँ तपाईँहरूले चाहिँ होइन सकेको सहयोग गरिदिनु होला प्लिज। यही भन्दा यो आर्थिक चाहिँ कसलाई दिउँ? उसके हातमा दिनु, फोटो आउँछ नि गनिसकेको होला। गनिहाल्छ